हेलो गाइज नमस्ते म आथाङ आज पनि एउटा नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु तपाईहरुमाझ। आजको भ्लग चाहिँ आज हामी चाहिँ एउटा साथीलाई भेट्न प्लस हामी त्यो ठाउँ घुम्न जाँदैछौँ। आज चाहिँ अब म अनि तीनजना एकजना निरञ्जन बाजे हुनुहुन्छ अनि दुईजना साथीहरू छन्। हामी चाहिँ आज चारजना घुम्न गइरहेको छौँ। लगभग हाम्रो यात्रा चाहिँ गाडीमा 4 घन्टा लगभग 5 घन्टाको हुने रहेछ। 4-5 घन्टाको यात्रापछि हामी चाहिँ हाम्रो साथी भएको ठाउँमा चाहिँ पुग्नेछौँ। पुगेर त्यहाँको एकदम रमणीय ठाउँहरू हामी घुम्नेछौँ र बाँकी सँगसँगै तपाईँहरूलाई पनि देखाउनेछौँ है त। गाइज हामी जाँदैछौँ भर्खर यहाँ पसलमा खाजा किनमेल गरेर आयो। हाम्रो साथीहरू चाहिँ यता छन् है गाइज। हेलो हेलो प्रेमजी के छ? ठिक छ यार, सब ठिक छ। आजको घुमाइ कहाँ हो अरे हाम्रो? हाम्रो घुमाइ चाहिँ धेरै टाढाको छ। कोचीसम्मको यात्रा गर्दैछौँ हामी। आज रमाइलो रोइला हान्नुपर्छ है त। आज रोइला हान्ने रमाइलो के छ? के हान्न थाल्यो तिमी चाहिँ? गाइज हामी चाहिँ कोची केनमा छिरिसकेको छौँ है। 3-4वटा केन पार गरेर आएको छौँ हामी चाहिँ। टक्क यता हामी चाहिँ यो अहिले चाहिँ यहाँ पार्किङ गरेर बसिरहेको छौँ। यता मेरो दोस्तहरू हो, अलि निन्द्राले झ्यापझ्याप भएको छन् दुवैजना। हाई गरिदेऊ ल। झ्याप छन् दुवैजना है, गाह्रो छ। एउटा मोटे एकदम यहाँ हेन्सी मोटे अनि अर्को पनि मोटे मोटे हुन लाग्छ भाइ। हेन्सी गाइज है। हाम्रो गाडी चाहिँ यो हो अनि हाम्रो बाजे भित्र पसिसकेको छ। अब फेरि हामी यात्रा जारी नै छ है गाइज, हामी पुगेकै छैन। म पुगेपछि के गर्ने हो, कता कता जाने हो, कता कता घुम्छौँ, के खान्छौँ सबै देखाउँछु ल। हेलो गाइज फाइनल्ली हामी चाहिँ ल आइपुग्यौँ है हाम्रो साथीले काम गर्ने ठाउँमा, काम गर्ने होटलमा। उसले चाहिँ सिसोको यहाँ यहाँ लगाएको छ। खोला खुल्दैन, खुल्छ होला। अनि अब यहाँ चाहिँ हामी गाडी पार्किङ तल गरेर अब होटलमा जाँदैछौँ है। हाम्रो बाजे अनि म खोला न। यो चाहिँ मेरो ब्याग होइन गाइज, यो मैले यो लगेज बोकेर आएको छु अनि साथीहरूले यहाँ छ। अब हामी टक्क हामी होटलभित्र प्रवेश गर्छौँ है त। अब हामी जाँदैछौँ होटलभित्र प्रवेश गर्न है। यो चाहिँ हाम्रो साथीले काम गर्ने ठाउँको तल पार्किङ हो। अब हामी माथि जान्छौँ होटलमा। त्यस्तो हुन्छ हामी तपाईँलाई देखाउँछौँ। लिफ्टको वेटिङ होइन त रेम जा खाइदिनु बस्यो। माथि गएर यति हेन्छम मान्छेले त ऐना हेरिरहेको थिएँ। यतिकै हेन्छम मान्छे नि हाम्रो बाजे यता साह्रो मायाले यता कोही चाहिँ आए गरेर बसेको छ फेरि। मान्छे फाइनली के आइसक्यो गरिदिएको। अनि भाइ कस्तो लागिरहेको छ तिमीलाई? बब्बाल रमाइलो भइरहेछ निन्द्रा लागिरहेछ तर झन् बब्बाल निन्द्रा लागिरहेको थियो। हिजो त अनि रोइला हान्नुपर्छ भन्दै थियो, अब हान्नु परेन। रेस्ट गरेर हान्दिनँ होइन रेस्ट नगरौँ, रेस्ट गर्नुहुन्न क्या ठिकै गर्नु। ऊ बाजेले त रेस्ट गर्दैन, सुत्दैन रहेछ है। तर गाडी चलाउँदा निदाइँदैन नि, निदाउँदैन। भातेको बेला पनि गाडी चलाउँछ हो के लाग्छ अरे? कहिल्यै पनि थाक्दैन होइन, गाडी चढ्दा थाकिन्छ। दामी तरिकाले चलाउने होइन, जहाँ पनि यसमा 7 घन्टाको भयो नि यस्तो दामी तरिकाले। रोबोट हो कि क्या बाजेलाई आउँछ। मलाई चाहिँ सबै सम्मान मागेको मान्छेहरू हाम्रो सहिलो है, हामी मात्र हो कहाँ लक एकदम सम्मान छ सबैजनालाई। तिमीहरूलाई पनि सम्मान छ प्रेमजी। अनि यता हाम्रो दाइलाई सम्मान छ, दाइको भ्लग यसरी हेर्नु पाइरहेछ। टक्क
मलाई चाहिँ कहिले आउँछ भलाको आउँछ प्रेमजी किन्न आउनुहोस् अबको केही दिनमा झ्याप्पै आइहाल्छ ट्याक्क लगाएर भोलि जान्छ विशेष तरिकाले ट्याक्क आउँछ है एकदम मलाई तत्काल आइहाल्छ किन्न नभएर ओके Ariel Jamas. Ariel Jamas.多分何分かだったら前が来るだろうから、そしたら。 500 भन न いや、ほぼ続いてるはずだよ。502、これこれでलाग्ला है 501、502、गोमा 503、 गोमा 6、ちょこっと1個離れて。 तिमी भन न बाजेलाई दिन्छु बोलちょっとマヤさん話したいからマヤさんもしもし。はい。 गाइज हामीले चाहिँ रुमको चाबी पाइसकेका छौँ होइन सबको सिङ्गल रुम बुक गरेको छ हाम्रो पेरेन्ट प्रसाद ओली अनि मिस्टर नाथाङ अनि मेरो भाइ राई सङ्गम वाउ हेन्सम जीवन मेरो बाजेको उता छ 30分ぐらい休んだらもう出かける。 साथीसँग कुरा गरिरहेको छ उसले चाहिँ うん。 होइन कम हामी लिफ्टभित्र ああ、ア छौँ パートか。いや、あそこに行こうかなと思ったんだけど。 यस्तो कार्ड हुँदो रहेछ गाइस यो होटल बेस्ट प्राइस कोचीमा छौँ हामी कोची ओके आरिगातो अब हामी रुममा जाँदैछौँ है गाइस 毎日30分ぐらい、3、40分だったら毎日行くね。हाई अहिले चाहिँ मास जाँदैछौँ है गाइस यो 3、40分後に電話してね。3、40分後に。 यता त होइन ट्याक्क कहाँ कहाँ जाने फेरि त त्यही त म चाहिँ कता यता 方分かるよね。大丈夫だよね。खै 506 म चाहिँ यहाँ गाइस घर ट्याक्क पऱ्यो अब भित्र जान्छ यो चाहिँ मेरो रुम हो अरे गाइस अहिलेको बुकिङ गरेको रुम है साथीहरू चाहिँ उता पस्यो अब म चाहिँ यता एक्लै पसेँ अब टक्क अब यहाँनिर ढोका ल होइन टक्क ढोका लाएर यसलाई यस्तो लक गरिदिउँ है अनि टक्क भित्र गरेँ होइन अनि यसमा यस्तो लेखेको रहेछ प्लिज डोन्ट डिस्टर्ब लिनी इज नट रिक्वायर्ड भनेर लेखेको रहेछ टक्क होइन यो भयो अनि यहाँ चाहिँ कार्ड हाल भनेर भनेको छ कार्ड हाल्यौँ अब भित्र जाउँ जुत्ता खोलौँ टक्क यहाँनिर रुम चाहिँ यस्तै छ गाइस हामी हाम्रो बसाइ चाहिँ 2 दिनको हुनेछ यस्तो रहेछ है ल्याएर राखौँ यहाँनिर टक्क अब यहाँनिर ब्याग मैले ल्याएर राखेँ यहाँ टेबल छ है अनि यता चाहिँ यो स्टोरेजको छ होइन फ्रिज अनि त्यसपछि यता चाहिँ टिभी छ है यता चाहिँ टक्क यो के हो यो लाइट यस्तो बल्दो रहेछ लाइट बल्यो नि त लाइट ठिक्कै बाल्यो होइन अनि यता घडी सडी छ अनि एसी पनि यता छ टक्क होइन धेरै राम्रो रुम छ क्या टक्क सिरान सानो हो क्या ठिक छ यो ओड्ने भइहाल्यो यहाँ सुत्ने गाइस अहिले बेलुका होइन टक्क यता चाहिँ यहाँनिर हाम्रो यस्तो सिन चाहिँ फेरि दामी छ क्या यताको चाहिँ वाउ होइन यहाँ दामी छ यहाँनिर पुल झन् कति दामी छ यता बिल्डिङहरू भयो होइन टक्क लगाइदिउँ अनि त्यसपछि यता चाहिँ टोइलेट बाथरुम है ट्याक्क यहाँनिर टोइलेट बाथरुम छ अब यहाँ चाहिँ म बस्नु पऱ्यो थाक्यो गाइस है त एकछिन आराम गर्नु पऱ्यो अब गाइस मलाई चाहिँ यस्तो अल्छी लाग्यो साथीलाई फोन गर्दैछु यार एकचोटि फोन गर्नु पऱ्यो टुक्क नुहाएर फ्रेस भएर निस्किनु पऱ्यो भने साथी कहाँ फोन उठाउँदैन त फेरि हेलो प्रेम कहाँ हो मलाई लिन आऊ न यार यता 506 तिर छु आऊ न गाह्रो पर्यो मलाई तिमीहरू 2 जना सँगै हो
अनि ए मेरो नि रुम हेर्न आउनु त यता कतिमा अरे तिमीहरू अहिले कहाँ हो 501 हो कि कतिमा हो 502 मा ए ल म आउनु पर्यो त्यतै ढोकालाई गाइस म चाहिँ अब 502 मा साथीको रुममा जानु लागेको छ है 502 मा जानु पर्यो कहाँ 500 यहाँ ओ प्रेम बाजेको पो रहेछ हेलो गाइस हामी अहिले कहाँ जाने भनेर यहाँ हामीले टिभीमा हेरिरहेको छ यहाँनिर हाम्रो कहाँ जाने अब घुम्ने प्लानिङ भइरहेको छ गाइस हाम्रो आजको टुर चाहिँ बब्बाल हुने कि गाइस होइन पहिले गइसकेको म त्यसमा टक्क अब जाने बाजेले हाम्रो साथीलाई फोन गर्दैछ अब साथीलाई पनि भेटिन्छ टक्क अब हामी यहाँ जाने सबैमा जाने होइन ल अब हामी बाहिर निस्किँदैछौँ है त गाइस यो मोबाइल लैजाउँ लैजाउँ ठ्याक्क होइन मास्क लाउँ पर्स ल्याउन भुलिहाल्छ बट किन चाहिन्छ पर्स लिएर आउँछ म पर्स लिएर आउने हो त्यहीँ छ सबै झाइरो कार्ड केही छैन मसँग हाम्रो होटल चाहिँ यो है गाइस यत्रो ठुलो छ होटल बेस्ट प्राइस कोची यता छ गाडीहरू भने प्रेमले अब कहाँबाट कहाँ बाटो थाहा छैन फाइनल्ली हाम्रो साथी यतै हाई गाइस हाम्रो साथीभाइको गफ चल्दैछ यता दिदीहरू हुनुहुन्छ दुईजना दिदीहरू नेपाली दिदीहरू हुनुहुन्छ क्या दुईजना दिदीहरू र मेरो फेरि काम मिल्दैन कि काम पनि मिल्दैन छुट्टी पनि मिल्दैन अनि त्यही भएर कहिले काहीँ चाहिँ यसो टाइम मिल्ने बेला जाउँ हेलो गाइस फाइनल्ली हामी चाहिँ आइसकेको छौँ है अनि यता माया साथीलाई पनि भेटिसकेको छ धेरै समयपछि अनि त नि 1 वर्षपछि यता धेरै खुसी लागेको छ मायालाई भेट्यो भनेर विश्वासै लागेको ए यो उसको पैसा चाहिँ यहाँ हाल्ने हो पार्किङ गरेको अनि अब हामी चाहिँ टक्क घुम्न जाँदैछौँ साथीलाई भेटेँ भाइहरू टक्क हाम्रो प्रेम सर ह्यान्डसम मान्छे हामी पनि धेरै पछि भेटेको है हामी त्यही भएर नि हामी झन् भेट्दैनौँ क्या अनि हाम्रो बाजे चाहिँ साह्रो माया गर्ने कि है टक्क अब हामी आज घुम्ने छौँ कहाँ घुम्ने छौँ हामी तपाईँलाई देखाउने छौँ सबैजनालाई है कस्तो लागिरहेको छ एकदम रमाइलो खुसी लागिरहेछ खुसी धेरै समयपछि हो के अरे घुम्न पायो तर अब सबैजना छुटेर जाँदैछौँ है तपाईँसँग फेरि भेट हुन्छ भेट त हुनु परिहाल्यो तपाईँ नजिकै हो अनि टक्क भेट त गाडी मसँग नहुने भयो क्या अनि तिमीसँग नि हुन्छ हामी फेरि नगर त्यो रुकुम आउँछौँ रुकुम जानुपर्छ है ए कुनियामा छ नि कहाँ है अगाडि मान्छे आए कहाँबाट जाने हो कहीँ चाहिँ हामी कहाँ गएको हामी थाहा छैन मलाई कहाँ लिएर जाँदैछन् मलाई बेच्न लगेको हो कि मलाई राम्रो ठाउँ देखाउनु लगेको हो कि कता लगेको थाहा छैन गाई चिसो छ एकदम जाडो छ हामीलाई गाह्रो छ माया के छ सबै ठिक छ सन्चै छौ एकदम रामेन पाउँछ मिठो हो भोलिपर्सि खानुपर्छ ल अनि कसरी चलिरहेको छ त तिम्रो होटल अघि नै यहाँनिर देखाइसक्यो यहाँनिर हो र एकदम राम्रो हो भाइ अनि एकदम चिसो भइरहेको
कति हाँसिरहेको थियो अनि एउटाले त त्यो काम त्यो एउटाले त उहाँ ढोकाबाट चिया हेरिरहेको थियो क्या याद गरेको यसो हेरिरहेको थियो त्यो अर्को त्यो कपाल ठड्याउने आले चाहिँ होइन अर्कोवाला चाहिँ अर्कोवाला केटा रहेछ एउटा अलि अग्ली रहेछ ए मोडी साथी हो त्यो एकदम माया गर्छ त्यसले त्यो केटा केटा उसँगै आएको 2 चोटि अनि खायो त लास्ट हेरेर भन्दा एकैछिन उसले यस्तो लुकी हेरिरहेको थियो मैले यसरी क्यामेरा ठडाइरहेको थिएँ जस्तै कति होइन हामीले मैले साह्रो हो मलाई मार्छ क्या अहिले त सबै टुरिस्टहरू आउने टुरिस्टहरूले क्यामेरा अब खिच्छ नि त यहाँ चाहिँ एक्सेप्ट गर्ने त्यस्तो कुराहरू मैले त्यो फरक भयो साँच्ची भनेको त्यही त कस्तो चाँडो आएछ त्यो मुडी भन्ने हामीलाई हेर्न आएको होला क्या त्यसको त आफ्नो दिन काम थियो है साँच्ची काम राति नाइट पनि काम छ नाइट काम त्यसको नाइट ऊ चाहिँ नाइट गर्छ क्या 2 दिन नाइट सायद होटेलमा पनि पुरा नाइट हुन्छ नाइट छ भाइ हाम्रोमा चाहिँ 24 आवर बिजनेस होटलमा 24 यस्तो के अरे 12 बजीसम्म 12 बजीदेखि चाहिँ त्यो लक हुन्छ नि त लक लाग्छ यसमा डोरमा चिसो छ गाई हेर्नु त सिन कस्तो दामी देखेको हौ यति रुखलाई पनि हेर के रोपेको यस्तो हेर्नुहोस् है यस्तो दामी भ्यू छ क्या यो वाउ हामी घुम्नेछौँ आज एकदम रमाइलो गर्नेछौँ यो ठाउँमा फर्स्टचोटि आएको यो ठाउँको बासिन्दा भनेको चाहिँ हाम्रो मायासान ऊ त्यहाँ ऊ कछुवा पौडी खेल्दैछ है टक्क उयो त कुहिरेहरू पनि रहेछ हामी फर्स्ट आउँदाखेरि चाहिँ होइन उताबाट उता जानै नदिएको कि हामीलाई किनभने त्यो बेला छाल आउने त्यो सुनामी उयो थियो नि त अनि कति धेरै नोटिस आएको क्या योभन्दा जान पाउँदैन भनेर माइकिङ गरेको थियो कि त्यो बेला पछि आउँदा फेरि जान पायो यहाँ त ढुकुर पनि पाउँदो रहेछ ऊ ढुकुर गाएछु यहाँ उड्दैन रहेछ सेम नेपालको जस्तै रहेछ है नेपालमा भने ग्याटिसले हाने केले हानेर अरे ग्याटिस भन्छ हो ग्याटिस तपाईहरुले गुलेली भन्छ गुलेली त्यो अर्को ट्याटिस नि भन्छ उ त ग्याटिस भन्छ यो त ट्याटिस भन्छ हाम्रोतिर त साच्चै ट्याटिस भन्छ म जिस्क्यो होला हो साँच्चै भनेको गुलेली नि भन्छ ए हुन्छ वाउ यस्तो दामी ठाउँमा अस्ति अहिले हामीले त्यो टिभीमा यहाँ जाने भनेको त्यो बाजेले देखाएको ठाउँ उयो होइन त्यही त हो त्यही बिल्डिङ हो ठाउँ चाहिँ दामी रहेछ यार जस घुम्न चाहिँ एकदम लायक ठाउँ कि यो एकदम टुरिज्म प्लेस के है हेर त दामी छ अब हामी ऊ त्यो बिल्डिङमा जान्छौँ यो समय यो पल कहिले आउँदैन रहेछ क्या प्रेमजी जाने है यो मतलब अब जस्तो के हुँदो रहेछ भने नि होइन अब जस्तो हामीले जस्तो पहिला कतिपय अब मोमेन्टहरू आउँछ नि त त्यतिखेर चाहिँ हामी अब आफ्नो बिजी व्यस्तताको कारणले गर्दा चाहिँ त्यो कहीँ जान पाइँदैन होइन अब त्यतिखेर चाहिँ अनि त्यो फेरि त्यो मोमेन्ट चाहिँ फर्केर आउँदैन रहेछ क्या जुन बेला आउँछ त्यो बेला चाहिँ हामी घुम्नुपर्ने रहेछ रमाइलो गर्नुपर्छ अनि त्यो अनि टक्क यस्तो गरी एकपल्ट त पहिले आइसकेको थियो कि तर योपालि सिनेमा पनि मान्ने क्या भन्यो भने म त लगभग आज भोलि पर्सिसम्म पनि दिउँसोदेखि काम थियो अनि मैले चाहिँ जानु त पहिलाबाट एकपल्ट घुम्नै पाइएको थिइनँ मजाले घुम्ला भन्नुभयो मैले मौकै छोपेको वाउ म त कस्तो हेन्सम आउँदो रहेछ ल गाइज एकदम अझ तर नै मलाई अहिले आएर चाहिँ के फिल भयो भने साँच्ची भनेको होइन त्यस्तो त नभनौ त्यो त नभनौ तर मतलब त्यो टाइम आउँदा चाहिँ घुम्नु पर्ने रहेछ क्या अनि घुम्नेसँगै यो मोमेन्टलाई चाहिँ क्याप्चर गरेर राख्न सक्यो भने पछि हेर्दाखेरि क्या मतलब छुट्टै खालको आनन्द आउने क्या पछि मतलब 10 वर्ष होइन 12 वर्ष पछि हेर्दा पनि त्यही अहिले घुमेको जस्तो फिल हुने क्या त्यस्तो टाइपको वाउ कति राम्रो ठाउँ छ हेर त वाउ टप यस्तो दामी ठाउँ रहेछ यो स्वर्गको टुक्रा
म यो स्वर्गको टुक्रामा झन्नै नआएको फेरि यहाँनिर टिकटकमा बनाउने भइरहेको छ होइन हाम्रो डाइरेक्टर यता होइन क्या के हुन्न क्या साथी चाहिँ एकदम मजाउँछ क्या फेरि है ए साइली म सुन्छु नि त अलिअलि सुन न माया सुनाइदेऊ त ए त्यो हुन्न भने म आफै गरिहाल्छु हो हेरै गाई चाहिँ हाम्रो एकदम डाइरेक्टर साहबले के भन्दै हुन्छ यता एक्टिङ गर्ने मान्छे साइली साइली भनेर बसेको छ खतरा रमाइलो भइरहेको छ गाई हेर्न उमी कसरी आउँछौँ यो समुद्र यस्तो समुद्रमा हामी छौँ यो बिचमा समुद्र है यस्तो ठाउँमा यहाँनिर आएको छौँ अहिले पछि ऊ त्यो डाँडामा पनि जाने अनि यता पनि यता टुरिस्टहरू घुमेर बसिरहेको छ यता चाहिँ हाम्रो गीत खोज्ने कार्यक्रम भइरहेको छ गाइज अनि यता चाहिँ म छु होइन टक्क म चस्मा लाउँछु नि त कस्तो देखेको छु गाइज पारा अब यहाँको प्रस्तुति हेरौँ है त साथीहरू कस्तो गर्दैछन् है यो साइली अहिले चलेको गीतमा चाहिँ उनीहरू टिकटक बनाइरहेको छ नि गाइज हो ओ गाउनु ओ नो अब हाम्रो हिरो सानो भाइको हिरो उभिरहेको छु यो कस्तो लाग्यो गोपाल वाउ रमाइलो भइरहेको छ होइन फिल्म वाउ नयाँ फिल्म आउँछ नयाँ म्युजिक भिडियो ओ नो चल्यो गीत भन्नु नि त ल भयो त टिकटक नबनाऊ नलजाऊ नि तिमी त बनाउँदै रमाइलो हो तर जस आउँदै आउँदैन क्या मतलब हुन्छ नि त्यो म झन् त्यस्तै हो अनि यो भन्दा अरू आउँदैन हुन्न यहाँ होइन कि मा यो खोल नि ब्याग यो यस्तो गर यहाँ राख अनि त्यहाँ मोबाइल राखेँ कि गाइज हाम्रो चाहिँ यहाँनिर अब टिकटक बनाउने कार्यक्रम भइरहेको छ म गएँ गाइज अब यता माथि गइरहेको छौँ यता हेर भिर पहाड यस्तो छ होइन गाइज वाउ यो पहाडलाई हेर गाइज यस्तो पहाड यो पहाड मुनि चाहिँ सोरुङ खन्छ यिनीहरूले होइन टक्क यता दिदीहरूलाई हेर टक्क राम्रो प्रेमलाई कुन मन पर्यो भन दिदीहरू पनि मनपर्छ दिदीहरूलाई टिका लाउनु टक्क यता वाउ क्या दामी सिन छ हेर्नु गाइज हो नो यस्तो खतरा मन्दिर छ यहाँ चाहिँ यहाँ माथि पनि मन्दिर छ टक्क यता गयो होइन दामीहरू चाहिँ फोटो खिचिरहेको रहेछन् जापानिजहरूले पनि वाउ यस्तो दामी देखिरहेको छ कति राम्रो देखेको है यस्तो दामी ठाउँ छ है यस्तो दामी ठाउँमा घुमाउनु ल्याएकोमा साथीलाई धेरै धेरै धन्यवाद हामी आज धेरै टाढाको यात्रा गरेको जस खेर गएन है 5-6 घन्टा होइन यात्रा गरेको गाडीको यो हामी अहिले भएको चाहिँ कोची केनमा हो है अन्त क्या दामी सिन देख्न सकिन्छ यहाँबाट चाहिँ टक्क होइन यता पनि त्यस्तै छ यता साथीहरू फोटो खिच्ने गरिरहेको छन् अनि यता चाहिँ दामी सिन आइरहेको छ क्या यो भयो यता वाउ यो रुखलाई चाहिँ यसरी बाँधेको छ क्या यो लड्छ भनेर होला टेको दिएको छ यहाँ चाहिँ मन्दिर पनि छ है अन्त टक्क मन्दिर भयो अरे प्रेमजी चाहिँ फर्की हेरिरहेछन् कोही यता पोज दिइरहेछन् भने होइन कोहीले फोटो खिचिरहेको छन् साथीहरू गाइज हामीले बाँकी कुराहरू पनि देखाउँदै गर्नेछौँ है त तपाईँहरूलाई दामी दामी ठाउँ देखाउँछु क्या ओके गाइज आजको लागि चाहिँ यति नै बाँकी नेक्स्ट टाइम भोलि चाहिँ अर्को भ्लगमा होइन हामी सबै जोडिनेछौँ सबैलाई चाहिँ धेरै धेरै माया पनि भयो होला धेरै धेरै माया सम्झना तपाईँलाई राम्रो नराम्रो जस्तो लागे पनि प्रतिक्रिया दिन भने चाहिँ पक्कै पनि नभुल्नु होला होइन प्रतिक्रिया दिनु होला अनि त्यसपछि कस्तो लाग्यो ठाउँ चाहिँ
भन्नु होला अनि घुम्न पनि आउनु होला नजिक हुनुहुन्छ भने यता टाढा हुनुहुन्छ भने यो भिडियो मार्फत पनि हेर्नु होला अनि त्यसपछि अब हामी यसको नै भिडियो अर्को ठाउँ घुमेको नेक्स्ट पार्टमा लिएर आउनेछौँ है त गाइज किनभने भिडियो अलिक लामो हुन्छ नि त एउटैमा हाल्दाखेरि होइन 1-2 घन्टा हुन्छ त्यो भएर ओके बाई गाइज ल